चाहिँ जिरीको पार्कमा आइसकेको छु। अब भने म तपाईहरुलाई यो जिरीको पार्कमा रहेको बस्ने ठाउँहरु देखाइरहेको छु। यहाँ चाहिँ जिरी नगरपालिकाले चाहिँ एकदमै राम्रो काम पनि गरेको छ। यहाँ चाहिँ घुम्न आउने साथीहरुलाई जिरेश्वरी मन्दिर आएर चाहिँ फोटो खिचेर आराम गर्ने एकदमै रमाइलो अनि भरपुर रमाइलो दृश्यहरु हेर्नको लागि चाहिँ यही बसेर हेर्न सकिन्छ। त्यसैले यहाँ नेपालको झण्डा पनि छ अनि नजिकै म तपाईहरुलाई देखाउँछु। पानी पर्दाखेरि बस्न मिल्ने खालको राम्रो एउटा सानो चौतारी पनि छ अनि उतातिर भने जिरेश्वरी जाने गेट रहेको छ। यहाँहरुलाई सुविधाको लागि भनेर चाहिँ यहाँनिर पानीको धारा पनि छ है साथीहरु, म देखाउँछु। यहाँ पानीको धारा पनि यहाँ छ अनि सँगै यहाँ साथीहरु आएर चाहिँ रमाइलो पिङ पनि खेल्न सक्नुहुन्छ है। पिङ पनि व्यवस्था छ। सँगै आज भने चाहिँ मौसम एकदमै सफा छ अनि बिहानै सोचेको थिएँ मैले निस्किन्छु भनेर, फेरि मलाई के लाग्यो भने घाम लागेपछि चाहिँ एकदमै घमाइलो हुन्छ अनि यो डिलको मौसमहरु चाहिँ जताततै घमाइलो रमाइलो तरिकाले हेर्न सकिन्छ भनेर चाहिँ म घाम लागेर निस्केको छु साथीहरु। पक्कै पनि यहाँहरुले पनि आजको धेरै दिन पछाडी निकै दिन चाहिँ यो मौसम पनि अलि राम्रो थिएन। मौसम भने बादल लाग्ने पानी पर्ने थियो। हिजो भने निकै दिन पछाडी ठुलो पानी पनि पर्यो। त्यो पछाडी हामी अहिले भने चाहिँ घाम लागेको छ। अब हामी यो पार्क नै भनौं न, यहाँनिर चाहिँ आएर मन्दिरबाट बस्छौं अनि यो रमाइलो डिलको दृश्य हेर्छौं अनि जिरीको रमाइलो भ्यू देख्नेछौं। तपाईहरु जहाँ हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ सबैले चाहिँ हेरिदिनु होला, किनकि तपाईहरु आउनु भएको छ भने धन्यवाद र टाढा हुनुहुन्छ भने पनि यो भिडियो मार्फत चाहिँ तपाईहरु जिरी नेपालको स्विजरल्यान्डको यो भ्यू हेर्न सक्नुहुनेछ। तपाईहरुलाई चाहिँ सबैलाई जिरीमा स्वागत छ। हाम्रो दोलखामा रहेको छ है। तपाईहरुले फेरि स्विजरल्यान्ड जिरी भनिरहेछ, कहाँनिर पर्छ के पर्छ भनेर चाहिँ तपाईहरु नआत्तिनु होला। काठमाडौँदेखि 105 किलोमिटर चाहिँ टाढा रहेको छ। तपाईहरु घुम्न आउन सक्नुहुन्छ। हामी सिन्धुलीको बाटो, खुरकोटको बाटो हुँदै तल्लो बाटो पनि आउन सक्छौं अनि हामी माथिल्लो बाटो आयौं भने हामी माथिल्लो बाटो चाहिँ हामी दोलखा चरीकोट हुँदै चाहिँ चरीकोटबाट तामाकोसी हुँदै हामी जिरीसम्म आउन सकिन्छ। भने जाने बेला पनि तपाईहरुलाई काठमाडौँ बस्ने साथीहरुलाई चाहिँ विशेष गरेर तामाकोसी हुँदै चरीकोट दोलखा हुँदै चाहिँ तपाईहरु जान सक्नुहुन्छ, किनकि तल्लो बाटो अलिकति लामो पर्ने हुन्छ। विशेष गरेर चाहिँ तल्लो बाटो सिन्धुलीतिर तराईको साथीहरु जति पनि हुनुहुन्छ, तराईवासी साथीहरु, उहाँहरु चाहिँ सबैजना चाहिँ खुरकोटको बाटो हुँदै चाहिँ जिरीको भ्रमण गर्नु होला। यसपछि म के भन्न चाहन्छु भन्दाखेरि हाम्रो जिरीलाई सबैजनाले चाहिँ माया गरिदिनु होला। यति राम्रो भ्यूहरु छ। तपाईहरु आउन सक्नुभयो भने झन् धेरै राम्रो, आउन सक्नु भएन भने पनि यसै भिडियो मार्फत चाहिँ यहाँ सम्पूर्णलाई चाहिँ यस ठाउँको सहरर्ष जानकारी गराउन चाहन्छु। यहाँ चाहिँ धेरै धार्मिक स्थलहरु रहेका छन्। हामी जहाँ म अहिले चाहिँ जिरीको जिरेश्वरी मन्दिरको एकदमै नजिक छु। अहिले भने हामी मन्दिर गएर चाहिँ आयौं भने हामी यही बसेर चाहिँ हामी यो रमाइलो दृश्य हेर्न सक्छौं। यहाँ सँगसँगै चाहिँ अलिकति माथि, यता माथि डाँडातिर यो माथिको डाँडा देखिन्छ, जहाँ यो डाँडामा चाहिँ हामी बुद्ध पार्क पनि छ। यताबाट लिएर गयो भने हामी यता घुम्दै हेर्दै जानु होला साथीहरु। यता अलिकति रुखले छेल्यो है, अलिकति रुखले छेल्यो। यो ठ्याक्क रुखभन्दा यहाँ बिचमा हेर्नुभयो भने यता पर पनि एउटा डाँडो देख्नुहुन्छ। यहाँनिर चाहिँ हामी गुराँस पार्क भन्ने ठाउँ छ। एकदमै सबैजनाको चाहिँ आजभोलि अब बसन्त ऋतु पनि लागिसक्यो। बसन्त ऋतुसँगै हाम्रो स्थानीय जिरीवासी लगायत बाहिरबाट आउने पर्यटकीयहरू पनि
मुख्य रूपमा जिरी आइसकेपछि गुराँस पार्क लगायत यहाँको विभिन्न ठाउँहरू यहाँनिर यतातिर देख्नुहुन्छ साथीहरू। नेपालको अब सबैजनाले जिरी आएपछि नछुटाउने चेरदुङ सबैजनाको मुख्य पर्यटकीय गन्तव्य बनिरहेको छ। यहाँहरूलाई अब अरू भनेको यहाँनिरको ग्रिन जिरी यहाँहरूलाई कस्तो लाग्यो? एउटा यो नारा मात्र नभएर तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिरको वातावरण पनि यति नै क्लिन छ। यहाँ सबैलाई चाहिँ विशेष गरेर चाहिँ यो भिडियोमा चाहिँ सहर स्वरूपमा चाहिँ एकचोटि भ्रमण गर्नुहोला, हाम्रो दोलखालाई माया गरिदिनु होला। अनि दोलखा मात्र नभएर चाहिँ यहाँनिर सबैजनाको प्यारो गौरीशङ्कर हिमाल पनि केही नजिक छ है। हामी चाहिँ यहाँ माथिको त्यो डिलबाट चाहिँ हामी गौरीशङ्कर हिमालको पनि भ्यू देख्न सकिन्छ। अनि मुख्य गरेर विशेष गरेर चाहिँ हामी यही रोड यहाँ नजिकै देखिराख्नु भएको छ तपाईँहरूले। यो रोड चाहिँ हामी यही बाटो भएर चाहिँ हामी सगरमाथा पुरानो बाटो अहिले भने जताततैबाट यातायातको सुविधा भएर एकदमै गाडी मोटर बाटोहरू चाहिँ पुग्यो। त्यसै गरी चाहिँ हामी धेरै साथीहरू चाहिँ अब अहिले अलिकति हवाई यात्राहरू पनि गर्ने भयौँ। त्यसैले विशेष गरेर चाहिँ हामी यहाँबाट सगरमाथा पनि प्रवेश गर्छौँ। त्यस्तै गरेर चाहिँ विशेष गरेर हाम्रो पुरानो नेपालको सगरमाथा जाने बेलामा चाहिँ तपाईँहरू साथीहरूले विचार गर्नुहोला, यो तलनिरको ठाउँ छ। यो भने हाम्रो पहिलाको पुरानो एयरपोर्टको थोरै भाग देखिएको छ। तर तपाईँहरूलाई नेक्स्ट भिडियोमा म एयरपोर्टको पुरै ल्यान्ड तल एयरपोर्टै पनि देखाउने छु। तर यहाँबाट चाहिँ थोरै एयरपोर्टको छेउ मात्र देखिएको छ। म केही अलि माथि छु। त्यसैले हाम्रो पुरानो एयरपोर्ट सगरमाथाको लागि जति पनि पर्यटकीय मित्रहरू आउनुहुन्थ्यो, हाम्रो देश विदेशबाट आउने पाहुनाहरू हुनुहुन्थ्यो, नेपालकै हाम्रा स्वदेशी पर्यटकीयहरू हुनुहुन्थ्यो, जति पनि हामी हवाई यात्रा गरेर आउँदाखेरि चाहिँ यो तलनिर चाहिँ ल्यान्ड भएर हामी यो विशेष गरेर यही बाटो हुँदै चाहिँ हामी सगरमाथातिर प्रवेश गर्छौँ। यहाँहरूलाई आजको कति कुराहरू चाहिँ म नेक्स्ट भिडियोमा भन्नेछु। आजलाई भने भिडियो पनि अलिकति लामो त नभनौँ, लगभग 7 मिनटको भइसकेको छ। यहाँहरूलाई चाहिँ नेक्स्ट भिडियोमा अझै यस ठाउँको जानकारीहरू चाहिँ दिने नै छु। विशेष गरेर चाहिँ अब यहाँको मुख्य ठाउँहरू म नेक्स्ट भिडियोहरूमा लिएर आउने छु। अहिलेलाई भने यहाँहरूलाई यति नै जानकारी गराएँ। धन्यवाद। सबैजनाले यो भिडियो हेरेर चाहिँ मलाई सहयोग गरिदिनु होला भन्न चाहन्छु। सम्पूर्ण देश विदेशदेखि सबैले हेरेर माया गरिदिनु होला। बाई बाई।